यो चाहिँ चाइनाको मोमो भने पनि हुन्छ चाइनिज मोमो र विजय भाइ के छ त कस्तो कस्तो छ मोमो दाजु मोमो दाजु मजाको छ एकदम टेस्टी छ त्यसपछि मोमो खाइसकेपछि ठ्याक्कै हामी क्याम्पस जान्छौँ अनि त्यसपछि क्याम्पसमा सबै काम गर्नुपर्छ हामीले टिचरलाई भेट्नुपर्छ अनि काम चाहिँ भ्याउनुपर्छ हामीले सबै काम ल धेरै पछि विजय भाइसँग भेट भयो होइन खुसी लाग्यो ल मोमो खाउँ है त अब खाएर एउटा पिस खाएर यसो के छ रियाक्सन दिइहाल्नु त कस्तो छ मस्त मस्त हो गाउँको याद आयो अब गाउँको याद आयो गाउँ तिम्रो गाउँमा यस्तो मोमो पाउँछ पाइन्छ 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 खाइसक्दैन भनेर किन भन्नु पर्दैन सुरुमा दाइको मन ठुलो तिम्रो मन ठुलो होइन तिम्रो आँखा ठुलो दाइ तपाईँले जे खाने म पनि त्यही खाने भने होइन ठुलो खाने कि सानो तपाईँले जस्तो भनेको छ त्यतै खाने भने होइन म सोधेँ हो नि होइन ठुलो खाने कि सानो खाने भन्दाखेरि कि के भने अरे ठुलो खाने अँ मतलब यो पो ठुलो खाने अनि? म त त्यो मतलब सानोवाला खाने कि म त्यो सोचेकै दाजु त्यो गरेर म ठुलो अनि त्यो तिनवटा टाइपको एउटा सानो छ मिडियम लार्ज एक्स्ट्रा लार्ज भन्ने थियो अनि तिमीलाई मगाउँदाखेरि होइन दाइ तपाईँले जे खाएको ठुलो कि सानो भने ठुलो खाने भने होइन नेक्स्ट टाइमदेखि नो मिस्टेक